ल यसको माझ्ने काम भइसकेको छ। यसलाई नउकाइकनै टेपिङ गरेर कलर हान्ने भनेको हुँदाखेरि यसलाई नउकाइकन हामीले कलर हान्नेछौँ। यसलाई सेन्डिङ पेपरले माझेर गर्नुपर्छ। यो मजाले भइसक्यो। बडी फिल्डर युज गरेर 400 को सेन्डिङ पेपर युज गरेर माझेर यसलाई लेभलमा ल्याएको। पोटिन युज गरेको। सर्फेसर पछि यहाँ यो ट्याङ्कमा डेन्ट थियो सानो, अनि फर्स्टमा डेन्टलाई बडी फिल्डर कार्पेसले पुरेर 350 या 40 को सेन्डिङ पेपरले माझ्ने। त्यसपछि त्यसमा हामीले पोटिन लगायौँ। पोटिन लगाएर फेरि माझ्यौँ 400 को पेपरले, र त्यसपछि हामीले सर्फेसर लगायौँ। सर्फेसर भइसकेपछि यसमा बेसकोट, ब्ल्याकको बेसकोट लगायौँ। बेसकोट लगाएपछि तपाईँको हामीले फाइनल कलर लगायौँ। फाइनल कलर लगाएपछि लास्टमा क्लियर कोट लगाएर यो ट्याङ्कीको काम पुरा भइसकेको छ।